जनतालाई 17,000 मार्ने पनि तिम्रै राजा महाराज र काङ्ग्रेस एमालेको सरकारले हो। माओवादीले अहिलेसम्म एउटा किरा फटाएर मारेको छैन। तर माओवादीले लडेर मरेर ल्याइदिएको व्यवस्थामा मजाले चोर्दै लुट्दै ढाँट्दै जनतालाई रुवाउँदै होइन तपाईँको सत्तामा बस्दै फेरि माओवादीलाई आतङ्ककारी भन्छ भने पार्टीले काङ्ग्रेस एमालेहरूले 48 सालदेखि यो देश खाँदै आयो, घिच्दै आयो, देश बेचेर खायो, महाकाली कोशी बेच्यो, टनकपुर बेच्यो, लिपुलेक लिम्पिया, यो देशमा भएको अनेक काण्डहरू, भ्रष्टाचारको अरबौँको खरबौँको काण्डहरू, बालटार, बाँसबारी, बाल मन्दिर, एटी ओम्नी, व्हाइट बडी, लाउडा सबै कोशी सन्धि गर्यो, कोशी बेचेर खाइदियो, महाकाली बेचेर खाइदियो, सबै त्यो पुरानो पार्टी र राजाहरूले खायो। र अर्को नयाँ जोगीहरूले तिनीहरू कोही चिच्याउँदै आयो, कोही बाटोमा बौलाउँदै आयो। एउटा माखो मारेको होइन, भोलि एउटा झिङ्गा मार्दैन। लडेको मरेको गरेको लोडसेडिङ हटाएको, जनताको घरमा तपाईँको विकासको मूल फुटाएको, बिजुली पुर्याइदिएको, खानेपानी पुर्याइदिएको, स्वास्थ्य चौकी पुर्याइदिएको, स्कुल बनाइदिएको तपाईँको सारा गरेको माओवादीले त्यसै पुरानो चोर्दै लुट्दै आएको पार्टी र अहिले चोर्न र लुट्न आएको नयाँ पार्टी कोही पनि माओवादीसँग दाँच्न मिल्दैन। माओवादी यो युगको महान पार्टी हो। माओवादी बाहेक यो देश कहिल्यै बन्दैन। त्यसैले बेकारमा कोही घन्टी ठाङठाङ पार्दै, कोही लौरो हल्लाउँदै, कोही ठुटी हल्लो बोक्दै होइन, कोही लाजतन्त्रहरू होइन तपाईँको मरेको राजा खोज्दै, नभएको राजा खोज्दै हिँड्ने होइन, सबै आउने माओवादी। मङ्गलसिंह प्रजा नेता होइन, मङ्गलसिंह प्रजा शासक होइन, मङ्गलसिंह प्रजा जनताको सेवक र नोकर बनेर एकपटक मङ्गलसिंह प्रजाले पनि होइन तपाईँको जनताको सेवा गर्न पाउनुपर्छ। किनकि यो देशको निम्ति मैले पनि धेरै ठुलो योगदान गरेको छु, दाइ भाइ गुमाएको छु, गोली खाएको छु। अस्थिर निम्त्याएको तपाईँको 81 सालको तपाईँको असारको 17 गते तिम्रै उखाने बा र अर्को तपाईँको र्यालबहादुर र स्यालबहादुरले होइन, यहाँ ध्यान दिएर सुन्नुहोस्, राति ढालिन्छ। किन ढाले भनेको बाँसबारी, बालटा, गिरिबन्धु, भुटानी शरणार्थी, यो काण्ड त्यो काण्ड, अनि अब जेल जानुभन्दा अब ठक्कै भएर राति ढालिदियो। तर बिस्तारै हेर्नुहोस्, जनताले बुझिरहेको छ। पटक भनेको छु, मासु भातमा बिक्ने काङ्ग्रेसलाई भोड्केमा रुखमा, रक्सी मासु भात मुखमा भन्ने सही पनि एमाले, मै पनि एमाले भन्दै हिँड्यो भने अब गाउँबाट यिनीहरूलाई एक चड्कन हानेर तपाईँको तिरिमिरी झ्याइ पार्नुपर्छ। कि सायद तिमी केपी ओली, शेरबहादुर देवा, अन्य कुनै ठुटे बुचेहरू जेलमा हुन्थ्यो, काम गर्ने कालो मकै खाने भालु, फेरि हामीलाई नै गाली गर्छ, माओवादी हत्यारा हो, हिंसा हो। तिमीहरू पनि पहिला सिधो मान्छे बाँचेछौ, बाँचेर आज तपाईँ यस्तो भरगड भएको छ। जो माओवादीलाई हत्यारा भन्छ, हिंसा भन्छ, यिनीहरू मान्छे मारेको भन्छ, वास्तवमा यिनीहरू छुट्यो क्या। 17,000 प्लसमा पर्नुपर्छ यिनीहरू। जसको नीति उसैको नेतृत्व। अबको 10 वर्ष माओवादीलाई साथ दिनुहोस्। अबको 10 वर्ष यो युगकै महान मानव प्रचण्डलाई साथ दिनुहोस्। देश बन्छ बनाउने हो। लोडसेडिङ हटाएको हामीले हो, भ्रष्टाचार ठोकेको हामीले हो, बालकृष्ण खाँटो बहादुर राईले एक गरेर ठोकेको हामीले नै हो। तिमीहरूले केही खासेको होइनौ, खास्न पनि सक्दैनौ, न नयाँले खान्छ न पुरानो खान्छ होइन। कोही चिच्याउँदै आयो, कोही टिममा भुक्दै आयो, कोही बाटोमा बौलाउँदै आयो। अब बौलाउँदै जानुपर्छ तिमीहरू। जहाँ आफूलाई क्षणिक फाइदा हुन्छ, मासु भात रक्सी, केही पैसा, केही जागिर, सेटिङ डेटिङ होइन, जहाँ मिल्छ त्यहाँ हिँड्नु भएन। कसले यो देशको निम्ति कसले लड्यो, कसले मर्यो, सामान्य बुझ्नु पर्दैन। माओवादीले ल्याइदिएको बत्तीमा मोबाइल चार्ज हाल्दै माओवादी मुर्दाबाद भन्नु मिल्छ? मिल्दैन नि। माओवादीले बनाइदिएको बाटोमा छिल्लो गाडी र बुलेट बाइक गाउँदै पुरा तपाईँ माओवादी आतङ्कवादी मुर्दाबाद भन्नु मिल्छ? मिल्दैन नि। त्यसै तिमी दाजुभाइ दिदीबहिनीहरू काङ्ग्रेस र एमालेको झन्डा बोक्यो भने तिमी मान्छे होइन, तिमी दासै हो। त्यो मात्रै होइन, यो राजाको रैतीहरू पार्टीको झोला बोक्ने होइन, राष्ट्रको झोला बोक्ने भन्छ। राष्ट्रको झोला, राष्ट्रिय झन्डा बोक्दै तिनकुनामा गएर चोरेर खाउला भएर राष्ट्रिय झन्डा बोक्ने, तिनकुना गएर रक्सी चोर्छ यिनीहरू। रक्सीमा चोर्यो भने रक्सीमा सितर पनि बोक्दै हिँड्दैन। पुरा एउटा हातमा तपाईँको चाहिँ होइन, आफ्नै बुढीले सुत्न समेत दिँदैन, सँगै 1 मिनट दिँदैन भन्दै थियो। त्यस्तो रह्यो त्योहरू। अनि मलाई आएर माओवादी सिद्धिन्छ, हामी सिद्धिन्छ, अहिले नै एक्कासी सिद्धाउँछ। टिकटकमा, फेसबुकमा, ट्विटरमा तपाईँको चाहिँ अब जेसुमा जताएर माओवादीले 9जना त तपाईँको मेयरमा, कोही तपाईँको कैँचीमा, कोही भैँसीमा, कोही डमरुमा, बालेन शाहले के यसो तपाईँको 2-4 टोटवाडा भत्कायो। वाह बालेन, हाम्रो बालेन, वाह बालेन सिटी भन्छ। हामीले बनाइदिएको त्यो 3 कुनेदेखि के अरे कलङ्कीसम्मको बाटो यत्रो थियो क्या। हामीले बाबुराम भट्टराईलाई प्रधानमन्त्री दिएर यो अलिकति तपाईँको इन्जिनियरिङवाला नि हो, अहिले त एक्लै बाजा भएर गइहाल्छ फेरि त्यो बुढो पनि ढ्याङ बाटो फ्राइले बनाइदिएको। त्यही बाटोमा हिँड्दै माओवादी मुर्दाबाद, आतङ्कवादी मुर्दाबाद भन्छ यिनीहरू। नमस्ते अनि हार्दिक स्वागत छ। आज हामी माझ हुनुहुन्छ नेकपा माओवादी केन्द्रका युवा नेता र सामाजिक अभियन्ता। पछिल्लो समय उहाँ धेरैले रुचाउनु भएको छ, धेरै ठाउँमा कार्यक्रमहरूमा हिँडिरहनु भएको छ र जनताको आवाजहरू बोलेर एकदम सामाजिक अभियन्ताको रूपमा सामाजिक कार्यहरू गरिरहनु भएको छ। आज तपाईँहरूसँग हामी उहाँको कुराकानी जोड्न गइरहेको छौँ। उहाँलाई हाम्रो यो ठाउँसम्म
आउनु भएको छ, उहाँले हार्दिक स्वागत भन्न चाहन्छु। नमस्ते, धन्यवाद तपाईँको कार्यक्रममा बोलाउनु भयो। तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद। तपाईँलाई म धेरै कुरा नलम्बेगान हिजो आज केमा व्यस्त हुनुहुन्छ? अब हिजो आज देशको परिस्थिति, राजनीतिक घटनाक्रमहरू, अब देशमा घटिरहेको अझै पनि भ्रष्टाचार, तपाईँको दलाली तन्त्र होइन, त्यसको विरुद्धमा खरो तरिकाबाट बोल्ने कार्यक्रम जारी छ। व्यस्त हुनुहुन्छ। जारी छ। सधैँ तपाईँ जनताको पक्षमा बोल्दै माओवादी केन्द्रको चाहिँ गुणगान गर्दै हिँड्ने, तपाईँलाई माओवादी पार्टीले नै पाल्दै हो कि तपाईँको गुजारा चाहिँ कसरी चलिरहनु भएको छ? यसरी सधैँभरि त्यो पार्टीका कार्यक्रममा हिँड्ने, माओवादी पार्टीकै गुणगान गर्दै हिँड्ने गर्नुहुन्छ। धेरैले भन्नुहुन्छ यो मङ्गल सिंह के गर्छ होला, के गरी खान्छन् होला, कता कता जान्छन् होला, होइन, यसको गुजारा बन्द होला नि त भन्ने कुरा लाग्छ कि तपाईँले अहिलेसम्म माओवादीले पालिरह हो? यस्तो छ, यो विषय के हो भन्दाखेरि सबैभन्दा पहिला मङ्गल सिंह प्रजाले के खान्छ, कसरी बस्छ, कसले दिन्छ भनेर सोध्नुभन्दा पहिला तपाईँले के खानुहुन्छ, तपाईँलाई कसले के दिन्छ, तपाईँले के काम गर्नुहुन्छ, तपाईँको व्यापार के हो, होइन, त्यो बुझ्नु छ। र अर्को कुरा, अब मङ्गल सिंह प्रजाले माओवादीको प्रचण्डको झोला त्यतिकै बोकेको होइन। प्रचण्डको झोलामा, माओवादीको झोलामा देशमा परिवर्तन ल्याउने झोला हो त्यो। त्यो झोलामा तपाईँको अब गरिबको, किसानको, मजदुरको, पिछडेको वर्गको, हरेक जाति, भाषा, वर्ग, क्षेत्र, लिङ्गको अधिकार सुनिश्चित भएको कारणले गर्दा मैले त्यो झोला बोकेको हो। त्यो झोलाले मलाई खाना दिनु पर्दैन, मेरो आफ्नै व्यापार छ, बिजनेस छ। जनताको निम्ति पहिला पनि लडेर आएको। अब अहिले यो अब लडाइँ छैन, तर अहिले सामाजिक सञ्जाल होइन, कलमले लड्नुपर्ने अवस्थामा यो युगकै महान मानव प्रचण्ड या यो नेपालकै सबैभन्दा उत्कृष्ट पार्टी माओवादीको निम्ति मङ्गल सिंह प्रजा बोल्छ, लेख्छ, मजाले तपाईँको सत्य कुरा भन्छ। आवश्यक पऱ्यो भने कुनै पनि भेडा होइन हनुमानसँग मङ्गल सिंह प्रजा लड्न पनि तयार छ। तपाईँ माओवादी पार्टीको चाहिँ एकदम गुणगान गर्दै हुनुहुन्छ, विशेष गरी र सधैँ माओवादी पार्टी मात्र राम्रो भन्दै हुनुहुन्छ। विशेष गरी तपाईँले माओवादीको नजिक अथवा निकटतम भनौँ न, होइन, तपाईँले चाहिँ कसरी माओवादीप्रति चाहिँ धेरै चासो लाग्यो, के छ माओवादीभित्र त्यस्तो? माओवादीले यो देशमा भएको एकल तन्त्रीय, एकल जातीय, एकल शाहवंशीय राजतन्त्र ढालेर नेपाली जनताको छोराछोरी, तपाईँ, म, सम्पूर्ण हरेक जातिका मान्छेहरू होइन, तपाईँ राष्ट्रपति बन्न पाउने व्यवस्था ल्याइदिए कसले हो? माओवादीले हो। त्यसैले मलाई माओवादी हुनुमा गर्व लाग्छ। एक अर्को विषय, म पनि लोप उन्मुख पिछडिएको वर्ग चेपाङ समुदायको मान्छे हो। तपाईँहरू तामाङ समुदायको मान्छे हो भने, कोही गुरुङ समुदायको मान्छे छ भने, नेवार समुदायको मान्छे हो भने, तपाईँको दलितको मान्छे हो भने, महिला हो भने, मुस्लिम हो भने, मधेसी हो भने, तपाईँहरूलाई तपाईँको अहिले राज्यको हरेक निकायमा पुग्न सक्ने अधिकार दिएको माओवादीको युद्धले हो। त्यो माओवादीले हो। यो युगकै महान मानव, यो पृथ्वीको दोस्रो नेल्सन मण्डेला, पुष्पकमल दाहाल प्रचण्डले दिएको अधिकार। त्यसैले म गर्व गर्छु। म बरु भोकै हिँड्छु, बरु नाङ्गे हिँड्छु, तर म माओवादी जिन्दाबाद, प्रचण्ड जिन्दाबाद भन्न कहिले पनि छोड्ने छैन। तपाईँ त फेरि माओवादी राम्रो भन्नुहुन्छ, तर धेरै जनताहरूले आरोप लगाउने गर्छन् कि माओवादी हत्यारा हो, आतङ्कवादी हो, 17,000 मारेको हो भन्छ। तपाईँ यो विषयमा के भन्नुहुन्छ? माओवादीलाई जसले हत्यारा भन्छ, जसले 17,000 भन्छ, त्यो चाहिँ 17,000मा पर्न छुटेछ। एक ध्यान सुन्नुहोस् है, यो विषय गम्भीर छ। अर्को हत्यारा भन्छ जसले 52 सालमा नेपाली जनताले या त त्यतिखेरको माओवादी पार्टीले जनतालाई अधिकार दे भएर राज्यसँग अधिकार माग्दाखेरि गाउँ गाउँमा गएर जोत्दै बसेको मान्छेहरूलाई मारेको, गाउँ गाउँमा घाँस काट्दै बसेको हाम्रो बहिनीहरूलाई, दिदीहरूलाई बलात्कार गरेर मार्नेको थाहा छ कि छैन? हिसाब राम्रोसँग गरे बडा हो, राम्रोसँग हिसाब गर्नै दास र रैती हो। जनतालाई 17,000 मार्ने पनि तिम्रै राजा महाराज र काङ्ग्रेस एमालेको सरकारले हो। माओवादीले अहिलेसम्म एउटा किरा फुटाएर मारेको छैन, तर आवश्यक पऱ्यो भने तिमी जस्तो भेडाहरूसँग माओवादी लड्छ, जसरी पनि त्यसरी लड्छ। चाहे तपाईँको राजनीतिक तौरबाट लड्छ होइन, फौजी किसिममा लड्ने भने माओवादी तयार छ। माओवादीले लडेर मरेर ल्याइदिएको व्यवस्थामा मजाले चोर्दै, लुट्दै, ढाँट्दै, जनतालाई रुवाउँदै होइन, तपाईँको सत्तामा बस्दै फेरि माओवादीलाई आतङ्ककारी भन्छ भने त 17,001मा पर्न सक्छस्। बोल्दाखेरि ख्याल गर्नु। माओवादी र अरू पार्टीमा चाहिँ के भिन्नता छ तपाईँलाई? माओवादी पार्टी राम्रो लाग्नुको कारण तपाईँको लागि? अरू पार्टीले, काङ्ग्रेस एमालेहरूले 48 सालदेखि यो देश खाँदै आयो, घिच्दै आयो, देश बेचेर खायो। महाकाली कोशी बेच्यो, टनकपुर बेच्यो, लिपुलेक लिम्पियाधुराहरू बेच्यो, कालापानी नालापानीहरू बेच्यो। यो देशमा भएको अनेक काण्डहरू, भ्रष्टाचारको अरबौँको खरबौँको काण्डहरू, बालटार, बाँसबारी, बाल मन्दिर, एटी ओम्नी, व्हाइट बडी, लाउडा, धमिजा, तपाईँलाई अनेक भन्यो, चाहे जेसुकै भन्नुहोस्, सबै कोशी सन्धि गर्यो, कोशी बेचेर खाइदियो, महाकाली बेचेर खाइदियो, सबै त्यो पुरानो पार्टी र राजाहरूले खायो। र अर्को नयाँ जोगीहरूले, तिनीहरू कोही चिच्याउँदै आयो, कोही बाटोमा बौलाउँदै आयो। एउटा माखो मारेको होइन, भोलि एउटा झिङ्गा मार्दैन। ध्यान सुन्नुहोस्।
अनि त्यसैले लडेको मरेको गरेको लोडसेडिङ हटाएको जनताको घरमा तपाईँको चाहिँ विकासको मूल फुटाएको बिजुली पुर्याइदिएको खानेपानी पुर्याइदिएको स्वास्थ्य चौकी पुर्याइदिएको स्कुल बनाइदिएको तपाईँको सारा गरेको माओवादीले त्यसैले के बुझ्नु पऱ्यो भने माओवादीसँग यो देशको कुनै पनि पुरानो चोर्दै लुट्दै आएको पार्टी र अहिले चोर्न र लुट्न आएको नयाँ पार्टी कोही पनि माओवादीसँग दाँच्न मिल्दैन। माओवादी यो युगको महान पार्टी हो। माओवादी बाहेक यो देश कहिल्यै बन्दैन। त्यसैले बेकारमा कोही घन्टी ठाङठाङ पार्दै कोही लौरो हल्लाउँदै कोही ठुटी हल्लो बोक्दै होइन कोही लाजतन्त्रहरू होइन तपाईँको मरेको राजा खोज्दै नभएको राजा खोज्दै हिँड्ने होइन सबै आउने माओवादी। तपाईँको माओवादी जुन अध्यक्ष प्रचण्डज्यूले त 5,000को जिम्मा लिन्छ भन्नुभएको छ त होइन त्यो त लिनु पर्यो नि त। यो तपाईँको चाहिँ खालि 17,000 भनेपछि त 17,000मा 5,000 चाहिँ हाम्रो पक्षबाट विद्रोही तत्कालीन माओवादीको तर्फबाट मेरो नेतृत्वको माओवादीले मारेको हुनसक्छ, म त्यसको जिम्मा लिन्छु। तर 12,000 तिमीहरू काङ्ग्रेस एमाले राजाले लिनु पर्दैन भने क्या लिनु परेन नि त्यसले। गाउँ गाउँमा गएर मारेको हाम्रो चेलीबेटीलाई बलात्कार गर्दै पालो गरेर मारेको जोत्दै बसेको हाम्रो काले काका मारेको माओवादी ठक भन्दै हानेको थाहा छैन। नमिता सुमितालाई मारेको थाहा छैन। तपाईँको मैना सुनारहरूलाई मारेको थाहा छैन। अनेक छ नि त। त्यसैले यो राज्यले मारेको माओवादीले मान्छे मारेको छैन। तर मार्नै पर्यो भने यस्तै फटा लुटेराहरू माओवादी निजाम पर्न सक्छ। फेरि पनि विद्रोह त भनेको तपाईँलाई हेर्नु होला संसारको नियम हो होइन। कि तपाईँ पनि पछिल्लो समयमा यसरी जनताको पक्षमा बोल्दै सामाजिक अभियान त भन्दै माओवादीको पक्षमा बोल्दै माओवादीको गुणगान गर्दै पछि गएर टिकट लिने अनि टिकट लिएर चाहिँ नेता बनिसकेपछि त्यही हो कि? मङ्गलसिंह प्रजाले टिकट लिएर नेता बन्नको निम्ति राजनीति गरिरहेको छैन। एक नेता धेरै आयो, हजारौँ आयो। मङ्गलसिंह प्रजा देश र जनताले यो देशको निम्ति गाउँको निम्ति ठाउँको निम्ति जिल्लाको निम्ति क्षेत्रको निम्ति देशको निम्ति जनताको निम्ति योग्य छस् भनेर भन्छ भने मङ्गलसिंह प्रजा नेता होइन, मङ्गलसिंह प्रजा शासक होइन। मङ्गलसिंह प्रजा जनताको सेवक र नोकर बनेर एकपटक मङ्गलसिंह प्रजाले पनि होइन तपाईँको जनताको सेवा गर्न पाउनुपर्छ। किनकि यो देशको निम्ति मैले पनि धेरै ठुलो योगदान गरेको छु। दाइ भाइ गुमाएको छु, गोली खाएको छु होइन, अनेक गरेको छु। मसँग क्षमता छ होइन, अरू जस्तो ठग्ने चोर्ने होइन। मैले भनेको छु हर्क सामाङले ढुङ्गा बोक्दै हिँडेको होला, रेणु दाहालले चितवन बनायो, बालेन शाहले काठमाडौँमा केही एक्सन लियो, मङ्गलसिंह प्रजाले त्यो भन्दा पनि अझै छुट्टै किसिम गरेर देखाउँछ। पछि हेर्नु होला मङ्गलसिंह प्रजाले चान्स पाउने गर्छ होइन। तपाईँसँग त्यस्तो किसिमको भिजन छ। म धेरै पढेको विद्वान पनि होइन, वैज्ञानिक पनि होइन। तर यो देशमा भएको कुनै पनि तपाईँको चाहिँ ठुटे राजा बुच्चे राजा नेता यता तिनीहरूभन्दा केहीमा पनि कम छैन। तिनीहरूभन्दा चोर्नमा ठग्नमा चाहिँ मलाई त्यस्तो चोर्न ठग्न केही पनि छैन। नाङ्गे आएको नाङ्गे जानुपर्नेछ। जहाँबाट आएको होइन तपाईँको भोलि आउँदा पनि सबैजना सँगसँगै आएको हामी मानवहरू एउटै ठाउँबाट आएको हो नि त। अब जाँदा पनि एउटा ठाउँमा जानुपर्छ। स्वर्ग भन्छ नर्क भन्छ त्यो काँचो दिएको छैन होइन। तर खरानी भएर जानुपर्छ, माटोमा बिलाउनु पर्नेछ होइन, बादलमा उड्नु पर्नेछ। त्यसैले मलाई लोभ भनेपछि पटक्कै छैन। मङ्गलसिंह प्रजालाई हाल्ने हो। मङ्गलसिंह प्रजा भन्यो भने मङ्गलसिंह प्रजा उठ्ने चुनावमा पछिल्लो समयमा तपाईँ विभिन्न कार्यक्रमहरूमा आबद्ध हुनुहुन्छ, विभिन्न कार्यक्रमहरूमा सामेल भएर अब अस्ति नै हामीले देख्यौँ कि तपाईँको शिक्षक आन्दोलनमा पनि देखेँ होइन, विभिन्न आन्दोलनहरूमा तपाईँ सामेल भइरहनुपर्छ। त्यो सबै चाहिँ तपाईँको हातमा लिन खोजे हो कि अब तपाईँले बुझ्न चाहेको हो कि अथवा तपाईँले उहाँहरूको सपोर्ट गर्नुपर्छ भन्ने हिसाबले लाग्नुभयो? शिक्षकको जायज मागहरू पुरा गर्नुपर्छ। कैयौँ मिस्टेक हुनसक्छ, मान्छे हो उनीहरूको पनि। सरकारी स्कुलमा आफूले पढाउने अनि आफ्नो छोराछोरी निजीमा पढाएको हुनसक्छ, त्यो पनि सरकारले नीति बनाउने हो। तर अहिलेको यो सरकारले विशेष त अहिलेको ठग बन्धन, लुटेरा बन्धन, चोर बन्धन अझ के भन्छ यो तपाईँले सोध्ने भएन, म भनिदिइहाल्छु। एमालेको शङ्कर पोखरेल मेरै जिल्लाको मकरामुर जिल्लाको संसदीय दलको तपाईँको प्रवक्ता के छ तपाईँको संसदीय दलको तपाईँको चाहिँ त्यो बोल्ने तपाईँको चाहिँ हाम्रो मेरै जिल्ला मकवानपुरको महेश बर्तला भन्ने मान्छे पनि छ एमालेकै। उनीहरूलाई मैले पटक भनेको छु माओवादीले प्रचण्डले अस्थिर निम्त्यायो भन्छ क्या। अस्थिर निम्त्याएको तपाईँको 81 सालको तपाईँको असारको 17 गते तिम्रै उखाने बा र अर्को तपाईँको ल्यालबहादुर र स्यालबहादुरले होइन, यहाँ ध्यान दिएर सुन्नुहोस्, तिनीहरूले अस्थिर निम्त्याएको हो नि त होइन भने प्रचण्डले इतिहासमा पहिलोपटक होइन। तर यहाँ सुन्नुहोस् ध्यान दिएर, प्रचण्डले केही न केही गर्छ वा केही न केही आयो है भने जनताहरू केही न केही आशावादी थियो। राति ढालिन्छ। किन ढाल्यो भनेको बाँसबारी, बालटा, गिरिबन्धु, भुटानी शरणार्थी, यो काण्ड त्यो काण्ड, अनि अब जेल जानुभन्दा अब ठक्कै भएर राति ढालिदियो। तर बिस्तारै हेर्नुहोस् जनताले बुझिरहेको छ। पटक भनेको छु मासु भातमा बिक्ने काङ्ग्रेसलाई भोड्केमा रुखमा रक्सी मासु भात मुखमा भन्ने सही पनि एमाले मै पनि एमाले भन्दै हिँड्यो भने अब गाउँबाट यिनीहरूलाई एक चड्कन हानेर तपाईँको तिरिमिरी झ्याइ पार्नुपर्छ। किनकि यिनीहरू भेडा भयो क्या, यिनीहरूले गर्दा हो नि त यार।
अनि त्यसपछि के भन्छ यिनीहरू माओवादीले हिंसा गरेर आएको हत्या गरेर आएको माओवादीले हिंसा गरेर हत्या गरेर आतङ्क मचाएर ल्याएको गणतन्त्रमा प्रधानमन्त्री किन आएको राष्ट्रपति किन बनेको हरेक वडामा वडा सदस्यदेखि लिएर जनप्रतिनिधि किन बनेको लाज छैन शरम छैन यदि माओवादीले हिंसा गर्थेन भने तिम्रै भाषामा होइन हत्या गर्थेन भने तिम्रै भाषामा या हाम्रो भाषामा महान क्रान्ति गर्थेन भने सायद तिमी केपी ओली शेरबहादुर देवा अन्य कुनै ठुटे बुचेहरू जेलमा हुन्थ्यो कयौँवटा त राजा महाराजले एक गोली खर्च ढुच्च्या गरेर माथि पुर्याइन्थ्यो सत्य गएर बुझ्नु पर्दैन इतिहास हेर्नु पर्दैन तपाईँको चाहिँ राजा महाराजको खुट्टामा पैसा चढाएर ढोक्दै जिउ गर्दै प्रधानमन्त्री खाएको थाहा छ त हामीलाई अनि काम गर्ने कालो मकै खाने भालु फेरि हामीलाई नै गाली गर्छ माओवादी हत्यारा हो हिंसा हो तिमीहरूको पनि पहिला सिधन पनि मान्छे बाँचेछौ बाँचेर आज तपाईँ यस्तो भरकर भएको छ त जो माओवादीलाई हत्यारा भन्छ हिंसा भन्छ यिनीहरू मान्छे मारेको भन्छ वास्तवमा यिनीहरू छुट्यो क्या 17,000 प्लसमा पर्नु पर्थ्यो यिनीहरू होइन त्यहाँ 17,000 भित्रमै पर्नु पर्थ्यो तर यिनीहरू छुट्यो अथवा 18,000 पुग्नु पर्यो नै त्यो त त्यो हो क्या नै संसारमा तपाईँको के भन्ने विश्वयुद्ध 1-2 मा 2 करोड मान्छे मरेको छ हो तपाईँको देशमा हेर्नुहोस् अहिले रुस र युक्रेनमा मान्छेहरू मरिरहेको छ हो तपाईँको चाहिँ अब यो के अरे तपाईँको हाम्रो चीनमा 40 लाख मान्छेले मर्यो होइन अमेरिकामा स्वतन्त्रको आन्दोलनको निम्ति 8 घण्टा काम 8 घण्टा आराम 8 घण्टा मनोरञ्जन होइन नाम पुऱ्याएर त्यहाँ त्यतिकै मर्यो अनेक गरेको छ नि अनि यो मान्छेलाई के थाहा छैन न केही थाहा छ न केही बुझ्नु छ न केही सुत्नु छ अरूले लडेर मरे ल्याइदिएको बेला अनि एउटा विषय मैले पटक भएको छु एउटा माओवादी नामको किसानले 10 वर्ष खेती गर्यो खुन पसिना बगायो मजाले मकै कोदो धान गहुँ विभिन्न किसिमको आलु सालु दालहरू मजाले फलायो हरियो साग सबै फलायो खाने बेलामा ठ्याक्क पाक्यो पाक्ने बित्तिकै खाने बेलामा चोर बिरालो छट्टु स्याल माथिबाट उड्दै गिद्ध सिनो खान आएको छ तेरीमा फटाहरू त्यसैले जसको नीति उसैको नेतृत्व अबको 10 वर्ष माओवादीलाई साथ दिनुहोस् अबको 10 वर्ष यो युगकै महान मानव प्रचण्डलाई साथ दिनुहोस् देश वंश बनाउने हो लोडसेडिङ हटाएको हामीले हो भ्रष्टाचार ठोकेको हामीले हो बालकृष्ण खाटो बहादुर राईले एक गरेर ठोकेको हामीले नै हो तिमीहरूले के खासेको होइन खास्न पनि सक्दैनौ न नयाँले खान्छ न पुरानो खान्छ होइन कोही चिच्याउँदै आयो कोही टिममा भुक्दै आयो कोही बाटोमा बौलाउँदै आयो अब बौलाउँदै जानुपर्छ तिमीहरू के भन्छन् होइन त्यसैले एकदम राइट कुराहरू गर्नुभयो तपाईँलाई यो सामाजिक अभियन्ता र राजनीतिक बाहेक अरू के गर्न मन लाग्छ अब रमाइलो इन्टरटेनमेन्टको पार्टमा पनि होला नाच्न गाउन के लाग्छ तपाईँ नाच्न मन लाग्छ गाउन मन लाग्छ म कहिले के यसो तपाईँको हाम्रो दिदी बहिनी लेडिजहरूसँग कहिले यसो के हुन्छ नि त म बोलाइ हुन्छु किनकि पत्रकार तपाईँ मान्छेले बोल्नुहोस् न त सोध्नुहोस् न त भन्छ होइन अब देउन त के हुन्छ मनोरञ्जन मान्छे जिन्दगी भन्यो भए देख्यो यसको त यो त यस्तो हिँडिहाल्ने मान्छे यो कहाँ भन्दै भिडियोमा हालिदिएको छ तपाईँलाई सुने अनुसार माओवादी पार्टीको गीत चाहिँ गाएको छ अरे गीत आउँदैछ अरे भन्ने सुनेको थिएँ तपाईँले कस्तो अनुभव लिनुभयो होइन त्यो गीत चाहिँ कस्तो खाले गीत हो एकचोटि भनिदिनुहोस् न जीवनमा पहिलोपटक जनताको क्रान्तिकारी गीत गाउन पाएँ त्यो क्रान्तिकारी गीत गाउनको निम्ति दिने तपाईँ भन्दा पनि यो हाम्रो विशेष त तपाईँको चाहिँ अब गीतको सङ्गीतकार त्यसपछि अब तपाईँको चाहिँ अब अन्य तपाईँको विशेष होइन तपाईँको सङ्कलन होइन तपाईँको चाहिँ अब विभिन्न किसिमको लय सबै भन्नु छ उहाँलाई म विशेष सम्मान गर्न चाहन्छु अब मैले गाएको छु गीत ठिक छ तपाईँको चाहिँ अब बाँकी गीत त अब क्रान्तिकारी गीत हो तपाईँलाई गीत सङ्गीत मनपर्छ र गीत गाउने अवसर पनि मिल्यो होइन त्यसको निम्ति मलाई जसले अवसर दिनुभएको छ अब मैले नाम लिने चाहेर सबै कुरा नाम लिन पनि सम्भव छैन पछि दिउँला तपाईँ उहाँहरू सबैलाई होइन तपाईँ उहाँहरू सबैलाई विशेष धन्यवाद दिन चाहन्छु तपाईँको जुन रुचि भनौँ न होइन सोख पनि पुरा भयो जस्तो लाग्छ तपाईँलाई होइन म अब यो गायकको कुरा गर्ने हो भने त म तपाईँको चाहिँ अब तपाईँलाई भन्यो भने तपाईँ अनौठो मान्नुहुन्छ म तपाईँको चाहिँ शिक्षामा म कहिल्यै पनि झुन्डेर पास हुने मान्छे होइन म फर्स्ट हुन्थेँ ध्यान दिएर सुन्नुहोस् है म टाइने मान्छे हो क्या सायद म अहिले टन्नै पढ्न पाउँथेँ क्रान्तिमा युद्धमा हुमिनु थिएन देशको स्थिति नाजुक थियो होइन सबै कुरा हुन्थ्यो भने सायद म अहिले यो देशको प्रहरीको आइजिपी सेनाको सेनापति बन्न सक्ने मसँग क्यापेसिटी थियो तर देश र जनताले गर्दाखेरि म बन्दुक बोक्न परेँ तर केही छैन गर्व लाग्छ मलाई किनकि मैले गर्दा आज मेरै समुदायको लाटो समुदाय हो नि त आज फलानु जिन्दाबाद भन्दै हिँड्नु भएको छ होइन तपाईँको तामाङ समुदाय गुरुङ समुदायहरू त्यहाँ सेनामा भर्ती समेत हुन दिन्थेन यो राज्यले आज पुरा उस्तै पऱ्यो अब तामाङको छोरो कुनै चेपाङको छोरो दलितको छोरो गुरुङको छोरो नेवारको छोरोहरू अनि थामी राई लिम्बूको छोरो कुन दिन प्रधान सेनापति र आइजिपी बन्न सक्छ हामीले ल्यायो नि त्यो गर्व लाग्छ केही छैन पढ्न पाएन पढेको छु अनि व्यवस्थामा रहेर मोज गर्न पाछ अनि अब ठिक छ तपाईँले भने मनोरञ्जन म त जे पनि गर्छु अहिले कोही केटी आयो भने म कुनै केटीसँग जिन्दगीमा वाट्सएप स्न्यापच्याट मेसेन्जर फोनमा हेलो हाई पनि गर्दैन तर भेटेर यत्रो यो सयौँ क्यामेराको अगाडि हेलो हाई भएर पुरा हामीले बोल्दा हामीले केही तपाईँको होइन बोल्दा दर्शकलाई रोमान्टिक हुन्छ भने हुन्छ नि त मान्छेको मुड त हो अनि
त्यो चाहिँ बोलिदिन्छु, तर म हुन्छ नि त त्यो कहिले हेडा पनि भन्दैन। अनि त्यही भेडाहरू दासहरूले फेरि ओहो देखिस् यो आतङ्ककारीको छोरो अहिले त यस्तो गर्दै हिँडेर भन्दै पुरा काटेर भिडियो बनाइदिइहाल्छ। तर म रोमान्टिक मान्छे पनि हो होइन। हाम्रो हेर्नु त त्यहाँ महानेता प्रचण्ड कहिले कहिले देखाताबासँग छमी नाचेको देखेकै होला होइन। नाच्नुपर्छ नि त, जो बढी नाच्यो, जो बढी हाँस्यो, जो बढी गायो त्यो धेरै बाँच्यो क्या। हो त्यसैले तपाईँलाई धन्यवाद छ। अन्य केही प्रश्न छ भने अन्त्यमा समयको मध्यनजर गर्दै समयको पाबन्दी अनुसार तपाईँको व्यस्त समय दिनुभयो। अन्त्यमा हामीलाई अब सम्पूर्ण श्रोता दर्शकहरूले के भन्न चाहन्छ? श्रोता दर्शकहरूलाई देश बनेन भन्दै सबै यस्तै हो, यो पनि त्यस्तै त्यो पनि त्यस्तै भनेर हिँड्न भएन। जहाँ आफूलाई क्षणिक फाइदा हुन्छ, मासु भात रक्सी, केही पैसा, केही जागिर, सेटिङ डेटिङ होइन, जहाँ मिल्छ त्यहाँ हिँड्न भएन। कसले यो देशको निम्ति कसले लड्यो, कसले मर्यो सामान्य बुझ्नु पर्दैन। माओवादीले ल्याइदिएको बत्तीमा मोबाइल चार्ज हाल्दै माओवादी मुर्दाबाद भन्न मिल्छ? मिल्दैन नि। माओवादीले बनाइदिएको बाटोमा छिल्लो गाडी र बुलेट बाइक गर्दै पुरा तपाईँको माओवादी आतङ्कवादी मुर्दाबाद भन्न मिल्छ? मिल्दैन नि। त्यसैले त्यो सोच्नु पऱ्यो, बुझ्नु पऱ्यो। अनि मेरो जाति समुदायमा चेपाङ समुदायमा करिब 1 लाख छ। तिमी दाजुभाइ दिदीबहिनीहरू काङ्ग्रेस र एमालेको झन्डा बोक्यौ भने तिमी मान्छे होइन, तिमी दासै हो। त्यो मात्रै होइन, तामाङ समुदाय मात्रै सबैलाई भन्नु क्या। दलित भनौँ कोही आएर मलाई गाई गरेर बस्छ, ए भाइ हो दाइ हो, तिमीलाई अरू सबैले भित्र बसेर मजाले भत्तर खाँदै गर्दा तिमी एक्लैलाई परि बारीको काल्लामा राखेर भात खाएको भिड्यौ कि क्या तिमीले? तिमीलाई पानी खायो भन्दाखेरि तिमीलाई 50 मिटर माथिबाट पानी खाइदिएको बिर्स्यौ कि क्या तिमीले? उठ, तिमीलाई अधिकार दिएको माओवादीले दलित समुदायमा जोतेको सबै। तपाईँ राई लिम्बू को तपाईँको गुरुङ नेवारहरू पहिचान चाहियो भन्छ, अनि 2 जना हिँड्दै पहिचान चाहिएर पाउँछ। तिमीलाई पहिचान चाहिन्छ, अधिकार दिनुपर्छ भन्ने पार्टी पनि माओवादी हो। अनि तिम्रो एकै हिँड्ने पाउँदैन नि, सबै माओवादी झोला बोक। अरू फेरि तपाईँको यो राजाको रैतीहरू पार्टीको झोला बोक्ने होइन, राष्ट्रको झोला बोक्ने भन्छ। राष्ट्रको झोला राष्ट्रिय झन्डा बोक्दै 3 गुणमा गएर चोरेर खाउला भएर राष्ट्रिय झन्डा बोक्ने 3 गुणमा गएर रक्सी चोर्छ यिनीहरू। रक्सीमा चोर्यो भने रक्सीमा सितर पनि बोक्दै हिँड्दैन। हात पुरा एउटा हातमा तपाईँको चाहिँ होइन डबल रेड बुट, एउटा हातमा तपाईँ ताउ बिस्कुट के चोर हो यिनीहरू। मान्छेलाई जिउँदै जाएर मार्दैन क्या। त्यसैले हुन्छ छैन। अब रैतीहरू एका छ, अस्ति माओवादी बनायो भन्दै थियो, अब माओवादी हराउने भन्दै थियो। त्यहाँनिर रैती दास नुवाकोटमा अस्ति चुनावमा लडेको, आफ्नै बुढीले भोट दिएन त्यसलाई, बुढीले भोट हाल्दैन त्यसलाई, एक भोट पनि आफ्नै बुढीले सुत्त सबै दिने रहेछ, 1 महिना दिँदैन भन्दै थियो। अनि त्यस्ता त्यो फराडाहरू होइन, एउटा लाज हुँदैन। 1 महिना सुत्दै दिएन त साला दास बन्छु भन्ने, रैती बन्छु भन्ने, त्यसलाई भोट पनि दिएन, तर अब अनि सुत्न पनि सँगै सुत्दैन, सुत्न जाँदो रहेछ बाघ लातेर हाल्दो बुढीले। त्यस्तो रह्यो त्योहरू। अनि मलाई आएर माओवादी सिद्धिन्छ, हामी सिद्धिन्छ, अहिले नै एक्कासी सिद्धाउँछ। चुनावमा त हाम्रो अब पुरै माओवादी भइसक्यो थियो, जता हेरे माओवादी। तपाईँ सुन्नमा छैन भन्थ्यो नि, अहिले टिकटकमा, फेसबुकमा, ट्विटरमा तपाईँको चाहिँ अब जेसुमा जता हेरे माओवादी केन्द्र किन यस्तो मात्रै हाल्छ। छ त कोही राजा आऊ त्यसो भन्नु कोही छ त छैन क्या। त्यो रैतीहरू त 2 जना त्यो कलाकारै गर्छ होइन। ओके, अब टाइम पनि सिद्धि होला, प्रश्न पनि सिद्धि होला। त्यही हो, मान्छे उठ्नुहोस्, जाग्नुहोस्, यो माओवादी युग हो भनेको तपाईँ जनताको युग हो। तपाईँ राष्ट्रपति बन्नुहोस् न यार, पार्टी खोल्नुहोस् न। फेरि एउटा पार्टी खोल्नु भने तपाईँको स्वतन्त्र भन्ने एउटा स्वतन्त्र भन्ने हुन्छ नि त, स्वतन्त्र पार्टी नै स्वतन्त्र मैले सिद्धिन्छ हाम्रो। स्वतन्त्र भनेको कोही केही कुनै पार्टीमा छैन, केही पनि होइन भने क्या स्वतन्त्र भने क्या। पार्टीको नामै स्वतन्त्र भनिदियो। कोही फेरि स्वतन्त्र बन्ने भन्छ। चुनावमा गएको अस्ति तपाईँको किर्तिपुरमा 9 जना त तपाईँको मेयरमा, कोही तपाईँको कैँचीमा, कोही भैँसीमा, कोही डमरुमा चुनाव दिएर 9 जना उठेछ माबाट। अनि भोट कति आयो भने एउटा तपाईँको चाहिँ के अरे कति तपाईँको के अरे 2200 आएको थियो। अलिकति चल्दो बल्दोको बिचरा त्यो भोट हाल्दै हिँडेर कहाँबाट होइन, यो त भोट हाल्छ भने भोट हाल्दैन। अरू कोही पनि छैन, कोही 200-100 मत आउँछ, सबै स्वतन्त्र मत पनि हाम्रो। त्यसमा त्यो 200 मतलाई स्वतन्त्र भन्छु म। अनि तपाईँ हाम्रो त माओवादी सिद्धियो। अब त जङ्गलमा त छ भन्थ्यो, किर्तिपुरमा देख्यो नि सहरमा, हामी पहिला तेस्रो थियो, जम्मा 3000 मत, अहिले 5000 मत ल्याएको भाइ। एमालेलाई डङ्गल हाल्थ्यो क्या, काङ्ग्रेससँग जम्मा 400 मत हालेको, जित्थ्यो नि। नेवारै जागिसक्यो, कहाँबाट नेवार त माओवादी ढिमाठाउँ माओवादी न्यून गरे हान्छ नि, नेवार अब नेवार हान्छ। तामाङहरू त्यस्तै अब सबै माओवादी हो, सबै माओवादी हो। अब लिन्छ नि तामाङहरू, त्यो त बिदा भेडा नै हो भने त्यो दास कि त कहिले माओवादी भन्दा अरे तामाङ पुङ्गल हानिहाल्छ, अब हानिहाल्छ अब एक हान्छ अब होइन, हानु पऱ्यो। अत्याचार यार यो जे गर नहुने। त्यसैले मैले धेरै भन्न चाहने मित्रहरू, तपाईँहरूले समय दिनुभयो, माओवादीले देश बनाउँछ। अरे यार छोडिदिनुहोस् न, यो अघि मैले भने नि कमसेकम बुझ न यार। यसो यो काठमाडौँमा हेर्छ क्या, बालिन शाहले के यसो तपाईँको 2-4 टोटवाडा भत्कायो,
वा बालेन हाम्रो बालेन वा बालेन सिटी भन्छ। हामीले बनाइदिएको त्यो 3 कुनेदेखि के अरे कलकीसम्मको बाटो यत्रो थियो क्या। हामीले बाबुराम भट्टराईलाई प्रधानमन्त्री दिएर यो अलिकति तपाईँको इन्जिनियरिङवाला नि हो, अहिले त एक्लै बाजा भएर आज गरेको त्यो त्यो बुढो पनि ढ्याङ ढ्याङ बाटो फराकले बनाइदिएको। त्यही बाटोमा हिँड्दै माओवादी मुर्दाबाद आतङ्कवादी मुर्दाबाद भन्छ यिनीहरू। अचम्म छ नि त, अचम्म छ क्या। त्यही भएर मान्छे भनौँ, तपाईँ तामाङको छोरा हो, तामाङ सबैलाई भन्नुहोस्। अब घर घर भने यो हुँदा फेरि अब तामाङ पनि बिचा घर बेच्छ, जहाँ पायो त्यतै ए आइहालेमा झट्टै सिद्धि क्या। नेभर सेट कुरा हो। अब हाम्रो पनि चेमाको गरिबी गरेको छ छैन, भाषा नीति छैन। ए तेरो राजनीति, तेरो अधिकार घाममा सुकाइदिए भन्छ काङ्ग्रेस एमाले यत्रो विरोध गरिदिन्छ र वा नेपाली काङ्ग्रेस भन्छ होइन, नेकपा एमाले भन्छ। ओके, नेकपा माओवादी जिन्दाबाद भन्नु, प्रचण्ड लाभाको 10% साथ दिउँ, देश बन्छ बनाउने हो। माओवादीलाई त्यो कोही सम्भव छैन। नयाँ पुराना ठगिहान आयो, लुटिहान आएको, चोर आएको होइन, त्यो सबैलाई क्यान्सल हान्थ्यो। देश बनाउने हो। यदि अझै मान्छे बनेन भने अर्को विद्रोह हुनसक्छ, युद्ध हुनसक्छ भन्दै अब टाइम पनि धेरै भयो। म बिताउन चाहेँ। हस् त, धन्यवाद।